साँच्चै जगतले सीतालाई आफ्नो घर लिएर जान सक्दैनन् त? हो, यही कुरा जान्नेछौँ। सीता उनको श्रीमानको घर साँच्चीकै जाँदिनन्, किनकि उनलाई उनको श्रीमान जगतले रमेशसँग लागेर मलाई धोका दिन लागिस् भनेर उनले घरबाट निकालेका थिए। र रमेश र अनुको विवाहसँग सीता माइतमै बस्ने छिन् र अब रमेश र अनुको विवाह पनि हुनेछ र सीतालाई धेरै नराम्रो लाग्नेछ आफ्नो प्रेमी रमेश अर्कैसँग विवाह गरेर गएको देख्दा। हो, जगत अहिले आएर सुध्रिसकेका छन् र आफ्नो गल्तीको महसुस गरेका छन्, तर पनि अब धेरै ढिला भएको छ। सीता अब फर्केर जाने छैनन् र सीताको प्रेमी रमेश र अनुसँग विवाह हुन लागेको छ। त्यही कारणले पनि सीता अब उनको घर फर्केर जाने छैनन् र फेरि सीता जगतको घर फर्केर जान चाहन्नन् र सीताले आफ्नो श्रीमानलाई म जान्न भनेर अस्वीकार गर्छिन् र अनि रमेश र अनुको विवाह हुनै पर्छ र पर्वत आएर सृष्टिसँग विवाह गर्नुपर्छ र घनश्यामले सीताको घर बिग्रेको कुरा पनि जगत र सीतालाई थाहा दिनुपर्छ र सीताले अझै पनि रमेशलाई माया गरिरहेकी हुन्छन् र रमेशले पनि सीतालाई माया गरिरहेका हुन्छन्। अब उनीहरूको बिछोड हुँदैछ र रमेश र अनुको विवाह हुँदैछ र रमेशको पनि घर हुनुपर्छ र रमेश र अनुको आफ्नो आमा बुबालाई खुसी राखेर विवाह गर्नुपर्छ अनि जगत ठिक भएर आएर सीतालाई उनको आफ्नै घर लिएर जानुपर्छ र यो जति पनि सीता र जगतलाई टाढा बनाउन हरिको हात छ र यो हरिले श्रेयालाई पनि आँखा लगाइरहेको छ। यसलाई बेलैमा कारबाही गर्नुपर्छ र जगतको घर सीता जानै पर्छ। हस्त, धन्यवाद। आज म यति भन्दै बिदा हुन चाहन्छु। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला।